साथीभाइहरू आज चाहिँ म ग्रान्डमक्स जानको लागि निस्केको थिएँ अनि मैले चाहिँ मेरो घरबाट 56 बस नम्बर चढेर मेरो साथीको घरसम्म पुगेर म चाहिँ अहिले हिँड्दैछु। अब म पहिला फर्स्टमा साथीलाई भेट्छु, त्यसपछि हामी ग्रान्डमक्सतिर लाग्नेछौँ। यो भिडियो लास्टसम्म हेरिदिनु होला। अनि हामी ट्याक्सी चढेर दिदी र म चाहिँ लाग्यौँ ग्रान्डमक्सतिर। अनि बाटोमा हेर्नु हाम्रो राम्रो सिनहरू, यो चाहिँ एकदमै जाम भइरहेको थियो क्या, ट्राफिक जाम। अनि हामी लाग्यौँ बिस्तारै ग्रान्डमक्सतिर। सो हामी अब ग्रान्डमक्स पुगेपछि फेरि कन्टिन्यू गर्नेछौँ। हेर्दै गर्नु होला हाम्रो भिडियो। अनि बाटोमा चाहिँ एकदमै सर्दी, एकदमै घाम लाग्यो टाइममा होइन। अब यो त अहिले टोरेछ, अहिले अब 2 महिना पछि अझै यति धेरै घाम लाग्छ कि त्यो बाफले नै हिँड्न नसक्ने तरिकाले। सो अहिले नै हो घुम्ने टाइम भनेर हामी चाहिँ घुम्ने गर्छौँ धेरै जस्तो। म चाहिँ दिदी त कहिले काहीँ मात्र हो, तर म चाहिँ डेली भनौँ न धेरै जस्तै। अनि हामी दिदी र म ट्याक्सीमा पनि पुरा गफ गर्दै निस्केको थिएँ। अनि दिदीले भन्थ्यो त्यो कपालहरू पनि हामीले बाँधेर छोपेर जानुपर्छ भनेर थियो। अनि हामी चाहिँ नजिक ग्रान्डमक्सतिर आएको छौँ। तर यो दिन चाहिँ एकदमै इरानले मिसाइलहरू फालेर बम पड्केको टाइपको धेरै न्युजहरू आइरहेको थियो। त्यो पनि हामी गयौँ, के छैन, कहिले काहीँ एक्सपिरियन्स लिनु पऱ्यो नि त होइन गाइज। सो हामी फाइनली ग्रान्डमक्सतिर पुगेको छौँ। यो चाहिँ इन्डियाको ताजमहल जस्तो तर त्योभन्दा नि दामी छ भित्र। अब हेरौँ है त्यो भित्र गएर। हामी चाहिँ पुग्यौँ, ट्याक्सीबाट पनि चढ्यौँ। माथि आकाशमा पुरा मिसाइलहरू फालिरहेको थियो पुरै। अनि के हुन जाउँ भनेर हामी चाहिँ गयौँ भित्र। अनि भित्र चाहिँ चेकिङ थियो, पुरा कपालहरू मिलाएर यसरी अलिकति पनि देखाउनु हुँदैन भनेर। म चाहिँ नदेखि समात्छु, म चाहिँ मिलाउँछु भनेर हिँड्यौँ। अनि सबै चेक गरेर भित्र छिरेर यसरी लाइक कपाल पनि देखाउनु हुन्न अरे क्या। अब गफातै हामी चाहिँ यस्तो लाइक यो चाहिँ हाम्रो नेवारी भोजमा बस्दा नि हामीले लप्टे भुएँ भनेर हो त्यसरी नै लाइक एउटा त्यो बक्स राखिरहेको थियो भुइँमा। अनि हामीलाई चाहिँ त्यहाँ डिरेक्सन देखाइरहेको थियो। यो पुरा चाहिँ यो खानाहरू त्यो बक्समा चाहिँ हामी लाइक मान्छेहरू सबै एउटा लाइन पाइ बस्छ। अनि हामी चाहिँ त्यहाँ डिरेक्सन देखाइदेखि मान्छेहरू जता हिँड्यो त्यतै हिँड्ने। अनि हामीलाई चाहिँ यहाँ बस्नको लागि भन्दै थियो। अनि हामी चाहिँ यहाँ छेउतिर नै बसेँ। अनि हामी चाहिँ अब भोज खाने भन्दै गफ हान्दै हाँस्दै चल्दै थियौँ। अनि हेर्नु त हाम्रो नजारा भोजको। अब अगाडि पनि सबै मान्छेहरू हुन्छ लाइक मैले चाहिँ फर्स्ट टाइम क्यामेराको अगाडि बोल्दैछु। सो यही हो फर्स्ट टाइम हामीले यहाँ दुबईको पनि भोज खायौँ। भोज भन्दा नि यहाँको इफ्तार भन्छ, जुन रमजानमा उनीहरू व्रत बसेर फास्टिङ बसेर लास्टमा उनीहरूको लाइक घाम डुबेपछि लाइक इफ्तार पार्टी भनेर खाइन्छ। अनि मान्छेहरू सबै बसिसकेको छ। अनि हामी चाहिँ यहाँ अब खाना थाल्छन् हेरौँ है त्यो के छ। अनि त्यसभित्र चाहिँ एउटा स्याउ थियो, नास्पाती थियो, अनि बिरयानी एन्ड सम लिटल कट गरेको क्याबेज र लेडी फिङ्गरको तरकारी थियो। अनि फ्रुटी चाहिँ साइडमा थियो, पानी र फ्रुटी। अनि लबन भनेको चाहिँ मही। अनि जुस खाइहाल्थ्यौँ। अनि त्यसपछि हामी उठ्यौँ, घुम्छु भित्र जान्छौँ भनेर। तर भित्र प्रेयर चलेको भएर हामी चाहिँ भित्र जान पाएन। जसलाई त्यो बाहिरबाट यस्तो भ्युजहरू हेर्दै फोटोहरू खिचेर हामी भित्र जाने सोचमा त थियौँ, तर हामी जान पाएनौँ। सो हामी नेक्स्ट टाइम भिजिट गर्नेछौँ फेरि पनि। अब धेरै ढिलो भइसक्यो घर जानलाई, बस पाउँदैन भनेर म चाहिँ दिदी जाम भनेर फोटो लास्ट खिचेर सबै भ्युजहरू खिचेर हामी घरतिर लाग्यौँ। थ्याङ्क यू।